हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग रहेको छ। आज म चाहिँ हजुरहरूसँग मेरो खुसी सेयर गर्न चाहदैछु। आज त क्रिसमसको डे मेरो ड्युटी रहेको थियो, जहाँ म ड्युटीमा पुग्दा पुग्दै मेरो पेसेन्ट पार्टीले मलाई गिफ्टहरू दिनुभयो। म त हत्तापत्ता गिफ्ट खोल्न थालेँ। ल हेरौँ है सँगै के छ। पैसा 1-200 दिराम। अरू हेरौँ है के छ। वाउ, स्किन केयर सेट। यो देखेपछि मेरो किचुकचीमा रहेन, मलाई झन् स्किन केयर सेट चाहिरहेको थियो। म जिनकिरी जस्तै फनपानी घुम्न थालेँ। वाउ, सेन्टा चक्लेट, यति धेरै चक्लेटहरू। चक्लेट अब मेरो फेभरेट नै हो। त्यसपछि मलाई लाग्छ जहाँसम्म सबैको फेभरेट होला। हजुरहरूको फेभरेट हो कि होइन कमेन्ट गरौँ है त, नबिर्सिउँ। अर्को पाउच। वाउ, कस्तो राम्रो पाउच। क्युट के छ हेरौँ अब। वाउ, त्यसमा रहेको छ स्क्रब, ह्यान्ड क्रिम र लिप बाम। ओ, भ्यासलिन पनि रहेछ। भ्यासलिन जाडो लगाइरहेको छ, जाडोमा भ्यासलिनले काम गर्छ। वाउ, स्मल वान पाउच। कस्तो क्युट के छ हेरौँ है त भित्र पनि। वाउ, 150 दिराम। त्यसपछि अरू के छ हेरौँ। वाउ, यसमा रहेको छ ब्रासलेट, इयररिङ। वाउ, खुसीको त सिमै रहेन। वाउ, चक्लेट, कति धेरै चक्लेटहरू, मेरो त फेभरेटै हो। वाउ, त्यसपछि हामीहरू ड्रेसतर्फ लाग्यौँ। ड्रेस, वाउ, कस्तो राम्रो राम्रो ड्रेस, क्युट क्युट टी सर्ट देखेर म त फनी जिनकिरी जस्तै नाच्दै थिएँ। मेरो साथीले पनि अगाडि छिटो देखाउन थाल्यो। त्यसपछि हामी आफ्नो खुसी रमाउँदै हाँस्दै हजुरहरू सामु सेयर गरेँ। मेरो क्रिसमस त रमाइलो हो, हजुरहरूको क्रिसमस पनि रमाइलो भयो होला। अनि मलाई मम्माले पनि गिफ्टमा पैसा दिनुभएको थियो। हेरौँ है त गाइस।